नमस्ते। हाम्रो अलटमेन्टको अर्को भिडियो म ल्याउँदैछु। अस्ति नैको पहिलो भिडियोमा सानो आलु उम्रिँदै थियो। त्यसपछि बीचमा उम्रिसकेको निकै ठुलो भएको आलु पनि फ्रस्ट भएर सबै मरेको थियो। त्यसबिचमा फेरि अहिले चाहिँ अलिक पानी पर्यो र घाम लाग्यो अनि भर्र उम्रेको छ, राम्ररी हुर्किरहेछ। यो चाहिँ पङ्खदली हो, सानो सानो अमला जत्रै हुन्छ। यसको नाम चाहिँ पङ्खदली हो। आलुको नाम अमला जत्रै हुन्छ, यस्तो मिठो लामो लामो हुन्छ, मिठो हुन्छ हैन। अनि यो चाहिँ कालो हुन्छ, कालो निलो खालको आलु हुन्छ, पनि मिठो हुन्छ है। अनि म चाहिँ तपाईँलाई मेरो अलटमेन्टको जानकारी गराउँछु। त्यो सूर्यमुखी फुल पहिला सानो थियो, अहिले ठुलो भइसकेको छ। यो चाहिँ नर्मल यहाँको लोकल आलु हो, रातो हुन्छ, मिठो हुन्छ, यत्रो ठुल्ठुलो फल्छ। युकेको वेदरमा चाहिँ फल्ने आलु र के हुन्छ, टमाटर यति धेरै फल्छ है यहाँ। अनि त्यस्तै छ, यो पनि लोकल आलु हो। अस्ति फर्स्ट भएर मरेको बिउजेकोहरू हो। आलुहरू एकदम राम्रो छ, भइरहेछ। त्यो भुचुक भुचुक भएको यिनीहरू चाहिँ रायो होइन, रायो फापरको साग हो। यहाँ श्रीमानले आलु काँक्रा रोप्नु भएको छ। यहाँ बोडी पनि छ, अनि मुन्टा खाने फर्सी पनि छ। मिश्रित खेती गर्यो भनेदेखि उत्पादन धेरै हुन्छ भन्ने भनाइ छ। त्यसै कारणले त्यो सानो सानो कालो खपिल्टामा चाहिँ भिन्डी रोपेको छ, ओक्रा रोपेको छ। यहाँ यति बाक्लो छ कि खोइ यिनीहरू फल्छ कि फल्दैन, यस्तै छ। यहाँ सानो त्यो के यसलाई के भन्छ, सयपत्री फुल र तिउरे फुल छ। यिनीहरू अब केही समयमा यति ठुल्ठुलो भएर फुलहरू फुल्न थाल्छ। यहाँ त्यस्तै छ। यी बनाएको थाँक्रा हो, बोडी काँक्राको लागि जाने थाँक्रा हो। अस्ति भर्खर अस्तिको भिडियोमा सानो थियो, अहिले ठुलो भइसक्यो। अब फुल्न थालिसकेछ, अब फल्छ। यहाँ पनि तिउरेको सानो ड्याङ छ, श्रीमानले कति मजाले रोप्नु भएछ। म चाहिँ कामले गर्दा नभएको कारणले म केही पनि गर्नु भ्याइनँ। यी स्पिनिचहरू छ, स्पिनिच भन्दा पनि स्विस चाट। अब यिनीहरू ठुलो हुन्छ। रातो खालको बेथु छ, मलाई चाहिँ फुल जस्तै लाग्यो। यो चाहिँ पहिलोचोटि हामीले रोप्न थालेको यो। अब यहाँ स्विस चाटहरू बढिसकेछ। यिनीहरू अब आज म काट्छु, टिप्छु। अनि के अरे यहाँ कति छिटो फुल्नु थालिहाल्छ यो के अरे मटरको साथै, यस्तो मटरको साथ। यहाँ फापरको साग, यो गन्तेको साग। यहाँ पनि छ्यापी हो। यो अस्ति कतिचोटि खाइसक्यो हामीले। यो के भन्छ, धनियाँ। यो बल्ल बल्ल उमारेको घेरौँला हो, त्यो टमाटरको बिउहरू छ। अब यहाँ धेरै म्यास छ। हाम्रो बाहिरपट्टिको स्टोरहरू बाहिर छ। यो अस्तिको सानो डल्ले खोर्सानी ठुलो भइसकेको छ। श्रीमानले बारबिक्यू गर्न आएको छ। यहाँ सानोतिनो बारबिक्यू यी सबै सामानहरू लथ्याङ मथ्याङ छ। यो प्रेम कुमारीले, मेरो साथीले दिएको डेलिया फुलहरू मुन्टा टुनुक टुनुक रोपेको छ। अब केही समयमा सर्यो भने फेरि अर्को गमलामा सार्ने हो। यी हाम्रो घिउकुमारी चाहिँ अब अर्को ठाउँमा सार्नुपर्ने भएको छ। यो चाहिँ हाम्रो के भन्छ यसलाई, लिली फुल दुई खालको छ यहाँ, सेतो र रातो। अनि सबैभन्दा मलाई मन परेको स्ट्रबेरी। हामीले धेरैचोटि स्ट्रबेरी हार्भेस्ट गरिसक्यो। श्रीमानले ल्याइसक्नु भयो घरमा। हिजो पनि मैले हार्भेस्ट गरेँ। अनि आज चाहिँ छैन होला, धेरै त्यति छैन। म थोरै गर्छु टिपेर भिडियो बनाऊ भनेको। हिजो त्यस्तै भयो, पानी परेर, घरि पानी पर्ने, घरि पाछिटाले हिर्काउने।
भएर यस्तै छ गमलाभित्र ग्रिन हाउसभित्रको गमलाहरू यस्तै छन्। अनि यहाँ सानसानो बिरुवाहरू अझै बाँकी छ। हामीले हार्भेस्ट गर्नु परिहाल्यो किनभने बिग्रेछ। लसुन कुहिन थालेछ, बोट एकदम राम्रो भएको थियो, सप्रेको थियो। यस्तै छ। अब म बाहिर जान्छु। बाहिरको हाम्रो यो इस्कुसको बोटहरू छ। अब सायद यिनीहरू बढ्छ होला बल्ल बल्ल। यसपालिको वेदर पनि त्यस्तै भएको छ। यहाँ श्रीमानले थुप्रै सागहरूको बिरुवा लगाएको छ। सानसानो किराले खाइदियो। श्रीमान त काम गरिराख्नु छ। यो मैले रोपेको श्रीमानले रोपेको बिरुवाहरू बढ्दैछ। कुजेटहरू हो। काँक्रा त्यता काँक्रा कुजेट यसपालि चिप्लेले खानु पाएन किनभनेदेखि श्रीमानले त्यस्तो सेतो पानीको जारले छोप्नु भयो। अब चुच्चे करेलाहरू हलहली बढिरहेछ। अब यो चाँडै नै माथि पुगेर फल्न थाल्छ। फलेपछि टिप्न नि भ्याइँदैन, खान नि भ्याइँदैन, त्यति धेरै फल्छ। यो फुलहरूको फुलबारी हो। यो चाहिँ ग्लाडियस हो। यो सानो सानो पातहरू भएको अब केही समयमा फुल्छ। त्यो फुल कति राम्रो थियो, सबै झरेर बुढो हुन आँटिसक्यो। अब यो त कालो बोडी, निलो के भन्छ त्यसलाई, निलो बोडी हुन्छ। निलो बोडी यस्तो मिठो हुँदैन। हो बढेर ऊ माथि माथि पुग्यो। अब केही समयमा अर्को भिडियो लिने बेलामा यिनीहरू त फुल्न थाल्छ होला। टमाटर चाहिँ बाक्लो भएछ। के गर्ने र। यस्तो भएको छ। यहाँ पनि बार लगाएको अरे श्रीमानले त थाँक्रा लगाएको अरे। यहाँ यस्तो भइरहेछ। अस्पारागसहरू पनि हिजो टिपेको मैले। हिजो भिडियो बनाउनु भ्याएन किनभने पानी परेको गरिराख्यो। ओहो जमरा जत्तिकै उम्रेको छ चुच्चे करेलाको भुइँमा त। बाफ्रे यतिका बिरुवा त होइन त कसरी बढ्छ होला। मल पनि पुग्दैन। बेथुहरू छ। अहिले म बेथु पनि टिप्छु। यस्तै छ हाम्रो हालखबर। त्यति गुड पनि होइन, ब्याड पनि होइन, ओके छ होइन। अस्ति भर्खरै मैले टेक्ला र मैले कोस्कोमा गएर ल्याएको यो भिक्टोरिया प्लमको बिरुवा। त्यो पल्लो चाहिँ रुना दिदीले दिनुभएको एप्पलको बोट बिरुवा। यहाँ यी थुप्रै उम्रिसकिसक्यो, हुर्किसक्यो। हामी नभएको बेला श्रीमानले नटिपिकन त्यतिकै छोड्नु भएछ। सबै अस्परागसहरू उम्रेर झाडी भइसकिसक्यो। यो प्लमको बोट हो। त्यो प्लममा फलेर लुकिरहेछ। यो चाहिँ चेरीको बोट, अस्तिसँगै लिएर आएको चेरीको चाहिँ यसले राम्रो साइन देखाएन, यो मर्ने भएछ, पिर लागेको छ। अनि त्यहाँदेखि यो अर्को नि प्लम हो। यो कालो प्लम हो। यो कालो प्लम छ। यो चाहिँ बाँच्ला जस्तो छ। यो त हाम्रो मलको कम्पोस्ट मलको लागि भइहाल्यो। त्यो लाभेन्डर, त्यो सानो लाभेन्डर हो, फुलिरहेको छ। त्यो चाहिँ यो लामो पात भएको चाहिँ हाम्रो आमाले झापाबाट रनमपुरबाट ल्याइदिनु भएको। पहिला ल्याएको कपन हुँदै यहाँ आएर बसिरहेको छ। यो माचिरहेको छ। यो बोजो हो। यो बोजो चाहिँ शीतमा अनि जाडोमा अनि हिउँमा नि बाँच्ने रहेछ। यहाँ गँदे साग पनि उम्रिरहेछ। यहाँ लट्टे सागहरू धेरै उम्रिरहेछ है। अब कहिले टिपेर खाने हो। एक दुईचोटि खाएपछि न्याक्क वाक्क हुन्छ। साथीहरूलाई टिपेर दिनुपर्छ। यस्तै छ हाम्रो एप्पल। यस्तै छ हाम्रो बारीको हालखबर। थ्याङ्क यू।